नमस्कार, म मीरा उजेली है। आज चाहिँ मैले एउटा मेन्टल हेल्थको कुरालाई चाहिँ अलिकति डिस्कस गरौँ भनेर। अहिले कति यो होमलेसहरू, नेपालीहरू पनि होमलेसहरू बढेको होइन, सुसाइडलहरू त हामीले कति सुनिरहेको पनि हुन्छौँ। यस्तो कुराहरू चाहिँ हामीले अलिक सिरियसली लिनुपर्छ भन्ने लागेर चाहिँ मलाई यो भिडियो बनाउन मन लागेको है। अब बच्चाहरू चाहिँ किन होमलेस हुन्छन्, किन फोर्स हुन्छन् यस्तोको लागि भन्दाखेरि रिजन त धेरै हुन्छ। फ्यामिली रिजनहरू उनीहरूको कसरी होइन फेस गरिरहेको छन् नयाँ इन्भाइरोमेन्टमा भन्ने कुराहरू हुन्छ होइन। अब मलाई अहिले चाहिँ म आफूलाई पर्सनल्ली एकदम लागेको कुराहरू चाहिँ अब हामी नेपाली कल्चरमा चाहिँ बच्चाहरूलाई चाहिँ पढाइमा धेरै प्रायोरिटी दिन्छौँ होइन। इन्डिपेन्डेन्ट हुनुपर्छ भनेर बेसिकली घरका कामहरू सिकाउँदैनौँ होइन। अनि पुगी पनि रहेको भनेर होला, बिचरा आफूले दुःख गरेको केटी चाहिँ पढुन् मात्र भनेर। पढाइ मात्र ठुलो कुरा होइन, बेसिक इन्डिपेन्डेन्ट हुनु पनि एकदम इम्पोर्टेन्ट छ। अनि घरमा सिक्दैनन्, अनि एसएलसी दिएपछि आइएससी पढेपछि विदेश आउँछन्, अनि काम सिकेका हुँदैनन्, सबै काम आफै गर्नुपर्छ, त्यसले ओभरवेल्म गराउँछ। अनि उमेर पनि अलिकति हाई रिस्क टाइम हो होइन। न्यू बिहेभियरहरू, न्यू कुराहरू टेस्ट गर्ने हुन्छ। अब कति कुलतमा पनि लागेका हुन्छन् होइन। अनि कुलतमा लागेपछि काम पाउँदैनन् फेरि, अनि काम नपाएपछि अनि त्यो सर्कल बढ्दै जान्छ। अनि तिनीहरू चाहिँ फोर्स हुन्छन् कि होमलेस हुनलाई होइन झन्। अनि अब यो मात्र कुराहरू होइन, अरू पनि कुराहरू हुन्छ, जबहरूका कुराहरू, धेरै कुराहरू, इन्फर्मेसनहरूका कुराहरू पनि हुन्छन् होइन। कति फ्यामिली इस्युजहरू पनि हुन्छन्। अब बच्चाको कुरा गर्दाखेरि चाहिँ हामीले चाहिँ म चाहिँ स्ट्रिक्टली के सजेस्ट गर्छु भने नि, बच्चाहरूलाई चाहिँ ब्याचलर नगरिकन चाहिँ विदेश नपठाउँ। ब्याचलर गरेपछि उनीहरू आफ्नो खुट्टामा उभिन जानेका हुन्छन्, एउटा प्रोफेसनल हुन्छन्, उनीहरूको अलिकति डिफ्रेन्ट म्याचुरिटी आउँछ होइन। अनि अब यो कुलतहरूमा लाग्न पनि धेरै कम हुन्छ। हुन त बिग्रिनेहरू ब्याचलर पढ्न आएर पनि बिग्रेका छन्, तर कम्पेरिटिभली धेरै कम हुन्छ है। अनि अब अरू मेन्टल हेल्थहरू अहिले डिप्रेसनहरू कति बढिरहेको हुन्छ होइन। अब यो फ्यामिलीहरूकै कुरा गर्दाखेरि कति अब हस्बेन्डहरू आफ्नो वाइफलाई माया नगर्ने, बाहिरको केटीहरूसँग अलि धेरै क्लोज हुने, अर्काको वाइफहरूलाई धेरै क्लोज हुँदै जाने, अथवा वाइफहरू पनि आफ्नो हस्बेन्डसँग चाहिँ नमिल्ने होइन। अनि बाहिर धेरै हस्बेन्डका कुराहरू काट्ने, धेरै नेगेटिभिटीहरू एकदम फैलाउने होइन। एकदम आफू चाहिँ सिम्प्याथीको पात्र लिनु खोज्ने होइन। हुन त फेरि उनीहरू नै त्यो सोसियल मिडियाहरूमा बर्थडेमा एनिभर्सरीमा पुरा कहाँबाट फुलेको हस्बेन्ड, फुलेको बुढी भनेर के भन्न त छोड्दैनन् होइन। तर त्यो फेसबुकका त्यो शब्दहरूले मात्र हुँदैन नि त, घरभित्र चाहियो नि त।